आदरणीय बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामी तपाईँहरूको घर आँगनमा क्रिसमसको शुभकामना सन्देश लिएर उपस्थित भइसकेका छौँ। क्रिसमसको शुभकामना यही हो कि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौटे पुत्र यीशु ख्रीष्टलाई दिनुभयो अनि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन, तर उसले अनन्त जीवन पाउनेछ। धेरै मानिसहरूले यसुलाई बुझ्न सकिरहेका छैनन्, यसुलाई घृणा गर्दछन्, यसुलाई पछ्याउने मानिसहरूलाई घृणा गर्दछन्। तर आज म तपाईँहरूको बीचमा एउटा महान सन्देश यो भन्दैछु कि यसुको अर्थ चाहिँ मुक्तिदाता हो। यसुको अर्थ चाहिँ मुक्तिदाता हो प्रिय। त्यही कारणले हामीले मुक्ति पाउनको लागि उही यसु ख्रीष्टलाई विश्वास गर्न जरुरी छ। यदि तपाईँ र मैले यसु ख्रीष्टलाई हामीले विश्वास गर्दैनौँ भने हामीले पापको क्षमा पाउने छैनौँ। तर परमप्रभु परमेश्वर प्रेमिलो परमेश्वर हुनुभएको कारण कुनै पनि मानिस नरक गएको परमेश्वर चाहनुहुन्न, तर सम्पूर्ण मानिस चाहिँ स्वर्ग गएको परमेश्वर चाहनुहुन्छ। त्यही कारणले परमेश्वर यसु ख्रीष्ट चाहिँ स्वर्गको वैभवलाई छोडेर यस पृथ्वीमा मानव रूप लिएर आउनुभएको छ, मानव रूप धारण गरेर यस पृथ्वीमा आउनुभएको छ। किन भन्दाखेरिमा मानिसको पाप क्षमा गर्नका लागि केवल मानिसकै रगतको आवश्यकता पर्दछ। अनि परमेश्वर मानिस भएर यस संसारमा आउनुभयो, उहाँ धर्मी, उहाँ सिद्ध र पवित्र हुनुहुन्छ, जो कल्वरी क्रुसमा मर्नुभयो। उहाँ चाहिँ हाम्रो मुक्तिदाता हुनुहुन्छ, हाम्रो उद्धारकर्ता हुनुहुन्छ, हाम्रो जीवनदाता हुनुहुन्छ, हामीलाई सृष्टि गर्ने परमेश्वर उहाँ नै हुनुहुन्छ। त्यही कारणले हामी सम्पूर्ण व्यक्तिहरूले यसु ख्रीष्टमाथि विश्वास गर्न जरुरी छ।